भगवानी मन्दिरको प्राङ्गणमा छालको परेको सूर्यको प्रकाशलाई सँगै राखेको आकाशलाई मनमोहक बनाएको थियो। मन्दिरको शान्त वातावरणमा धेरै मानिसहरू प्रार्थना गरिरहेका थिए। मैले हात जोडेर भगवानसँग प्रार्थना गरेँ, हे भगवान, मेरो आमाको स्वास्थ्य राम्रो राख्नुहोस्, उहाँको जीवनमा खुसी र शान्ति ल्याइदिनुहोस्। मैले आमालाई सम्झिँदै आँसु पुछेँ, उहाँ मेरो जीवनको हिम्मत र प्रेरणा हुनुहुन्छ। जन्मदेखि अहिलेसम्म उहाँले मलाई सधैँ माया र समर्थन दिनुभएको छ। उहाँको कसम, तपाईँको साथ बिना मेरो जीवन अधुरो हुनेछ। आमा भनेको केवल शब्द मात्र होइन, एक अस्तित्व हो। त्यसको माया उपार र अनमोल हुन्छ। उहाँको हाँसो र उहाँको माया मेरो जिन्दगीको सम्पूर्ण धरोहर हो र म आज पनि उहाँ सँगसँगै भएको सम्झनामा मेरो हात जोडेर प्रार्थना गरिरहेकी थिएँ। तपाईँको माया सदाका लागि रहोस् आमा। भगवान तपाईँलाई सदा सुरक्षित राखुन्। अँध्यारो रातमा जब म एक्लो हुन्छु तब म यो मन्दिरको शान्ति र मेरी आमाको माया सम्झिन्छु। आमासँगै हुनु भनेको जीवनको सबैभन्दा ठुलो उपहार हो।